फेरि पनि बुजु नातिको विकेन्ड सुरु भयो है। अनि हामी चर्च जानुको लागि तयारी हुँदैछौँ। हामी चाहिँ कहाँ जानु आँटेको छ भन न, हामी कहाँ जानु आँटेको छ सोध्दैछु म। चर्च जानु आँट्दैछ। आज के हो? आज गुड फ्राइडे हो। के हो गुड फ्राइडे? आज चाहिँ किन गुड फ्राइडे हो? जीसस क्राइस्टमा के हुनु भएको? मर्नु भएको। ए हो, भेरी गुड। र यसरी हामी नानीहरूसँग उफ्रिँदै उफ्रिँदै चर्चतिर लाग्यौँ। उकालै उकालो बाटो। तलबाट पनि आउँदै हुनुहुन्छ। यहाँ मेरो सम्धिनी आउँदै हुनुहुन्छ। अनि दुईजना बहिनीहरू पनि आमा छोरी आउँदै हुनुहुन्छ। यसरी हामी मिलेर चर्च जाँदैछौँ है। हामी बिसाउँदै जाँदैछौँ। केही देखेन, देख्दैछ आमा छोरीहरू। अलिक बोजू पनि अगाडि। के गनायो? यहाँ आयो भाइ। ल जुङ 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 जुङ। उकालो छ बाटो। जिउ गर्दैछ है नानीले। जिउ गर। गुड फ्राइडे भन्न सबैलाई। हामी चर्च आइपुग्यौँ र चर्चमा सङ्गति पनि सुरु भइसकेको छ। यो समय चाहिँ हामीले एल्डर बुवाबाट परमेश्वरको वचनलाई सुन्यौँ। प्रभु यीशु ख्रीष्टको क्रुसको बलिदानको विषयलाई लिएर उहाँले हामीलाई शिक्षा दिनुभयो। बाहिर केही छन् भेटघाट। पछि हामी फेरि पनि घरतर्फ लाग्यौँ है। खुसी हुँदै घरतर्फ लाग्यौँ।
घरमा आइपुगेपछि नानीहरूसँग फेरि पनि बारीतिर दौडधुप गर्दैछौँ। अनि हामीलाई यसरी हेरिदिनु भएको लागि थ्याङ्क यू।